नमस्कार। आज म तपाईहरुलाई अटोक्याडमा चाहिँ ट्रेस नक्सा कसरी मेजरमेन्ट गर्न सकिन्छ भनेर यहाँनेर गरेर देखाउँदै छु। त्यो अनुसारले तपाईहरुले काम गर्न सक्नुहुन्छ। यहाँ अहिले मैले अटोक्याडको एउटा फाइल खोलेको छु। अब यसमा चाहिँ पहिला तपाईले स्क्यानरबाट ट्रेसलाई स्क्यान गर्नु पर्यो। स्केल फरक नपारिकन स्क्यान गर्ने 100% मै 100% मा स्क्यान गरिसकेपछि यहाँ अट्याच भन्ने अप्सन छ हैन। यो अट्याच भन्नेमा गएर तपाईले जहाँनेर तपाईको लोकेसनमा राख्नु भएको छ त्यसबाट चाहिँ यसलाई हामी अपलोड गर्न सक्छौं। जस्तो उदाहरणको लागि मैले एउटा कुनै यहाँनेरबाट खोलिरहेको छु। यो दचोक भनेर एउटा रेखा छेत्री भनेको यसमा चाहिँ म यसमा ट्रेसबाट हेर्न खोज्दै छु। यसमा त रहेनछ। बिना बस्नेतकोमा यहाँनेरबाट मैले ट्रेस हेर्दै छु। अब यसमा चाहिँ मसँग सानो स्क्यानर मात्रै भएको हुनाले दुईटा पेजमा स्क्यान भएको छ। यो पहिलो पेजमा चाहिँ हामीलाई चाहिएको किता छ भन्ने हामीले एजम्पसन गर्यौं र यो नक्सा 1200 स्केलको नक्सा हो। त्यही भएर यहाँ स्केलमा यसमा चाहिँ 1200 भनेर यहाँ लेखेको छ र यो यतापटि ढल्किरहेको छ। हामीलाई 90 डिग्री बनाउनु पर्दाखेरि चाहिँ मैले यसलाई 270 डिग्री एंगलमा मैले यसलाई रोटेट गरेँ र अब कुन पोइन्टमा राख्ने भनेर यहाँ क्लिक गर भन्छ। यसलाई क्लिक गरेर मैले यो पोइन्टमा यसलाई राखेँ। अब त्यसो चाहिँ अब यसमा तपाईले जति काम गर्नुहुन्छ यो अलरेडी स्केलमा नै हुन्छ। जस्तो अब मैले यसमाथि जुन किता हो मानौं पीएल लाइन थिचे पोली लाइन यो किता चाहिँ 1903 को मैले मेजर गर्न खोज्दै छु भन्दा अब यसमाथि ओभरले लाइन खिच्ने हो र ओभरले लाइन खिचेपछि तपाईको चाहिँ नक्सा उसमा उत्रियो अटोक्याडमा। अब तपाईले मेजरमेन्ट गर्न सक्नुहुन्छ। यसरी गर्दाखेरि तपाईलाई स्केलले नापेर हरेक गरेर ट्रायंगुलेसन गरेरै मात्रै चाहिँ प्लट गर्नु पर्दैन। यो डाइरेक्ट त्यसबाटै प्लट हुन सक्छ। हस्, धन्यवाद।